सिक्नुपर्ने एउटा डक्ट्रिन हो यो चाहिँ है। डक्ट्रिन भनेको चाहिँ केही सही सही शिक्षा है। मण्डलीमा गलत शिक्षा पनि छ, तर एउटा सही शिक्षा के हो भन्ने। अनि यो विशेष गरेर सुसमाचारको सम्बन्धमा धेरै विचारहरू छ चर्चमा, तर वास्तविक सुसमाचार के हो है। अनि 12 प्रेरितले प्रचार गरेको सुसमाचार र पावलले प्रचार गरेको सुसमाचार के हो भन्ने विषयमा हामी छोट गरेरमा हेर्नेछौँ है। त्यति मैले राम्रोसँग तयारी गरेको छैन, अहिले हतार हतार भएको कारणले। र यो हामीले बुझ्नुपर्ने कुरा चाहिँ यो पावलले प्रचार गरेको सुसमाचार चाहिँ के हो भन्ने कुरा चाहिँ एकदमै बुझ्न जरुरी छ है। तपाईँहरूलाई मैले प्रेरितको पुस्तकहरू अनि पावलको पत्रहरू पढ्दाखेरि हामीले सुसमाचारको सही व्याख्यालाई हामी देख्दछौँ है। अनि यो धेरै पटक यो पावलले के भनेको छ भने मैले प्रचार गरेको सुसमाचार भनी दाबी गरेको छ है। धेरै ठाउँहरूमा पावलले दाबी गरेको छ, तर मैले थोरै पदहरू ल्याएको छु है। रोमी 2:16 के भनेको छ भने यो त्यस दिन हुनेछ जब परमेश्वरले मैले प्रचार गरेको सुसमाचार है, मैले प्रचार गरेको सुसमाचार भनेर नै दाबी गरेको छ, अनि अनुसार यसो ख्रिस्टद्वारा मानिसहरूको गुप्तको कुराको इन्साफ गर्नुहुनेछ है। पावलले प्रचार गरेको सुसमाचार अनुसार नै के गर्छ अरे, प्रभु यीशुले मानिसको गुप्त कुराहरूको इन्साफ गर्नुहुनेछ भनेर। अनि पावलले मैले प्रचार गरेको सुसमाचार भनेर भनेको छ है। अर्को कुरा चाहिँ रोमी 16:25 है, मरेकाहरूबाट जीवित हुनुभएका दाउदको वंशका यीशु ख्रिस्टलाई सम्झना गर, मैले प्रचार गरेको सुसमाचार है यही हो, त्यही सुसमाचार जसको निम्ति म कष्ट भोगिरहेको छु र अपराधीहरू जस्तै साङ्गलामा बाँधिएको छु है। यहाँ पनि मैले प्रचार गरेको सुसमाचार है। हामीले मत्तीको सुसमाचार है, मर्कुसको सुसमाचार, लुकाको सुसमाचार, यूहन्नाको सुसमाचार भनेर पढ्छौँ। अनि यहाँ चाहिँ पावलले मैले प्रचार गरेको सुसमाचार भनेर एकदमै आफ्नो त्यो स्टेटमेन्ट दिएको हामी देख्छौँ है। अनि दोस्रो तिमोथी 2:8-9 पनि मरेकाहरूबाट जीवित हुनुभएको दाउदको वंशका यीशु ख्रिस्टलाई सम्झना गर, मैले प्रचार गरेको सुसमाचार यही हो है, त्यही सुसमाचार जसको निम्ति म कष्ट भोगिरहेको छु। अनि पावलले जुन सुसमाचार प्रचार गरेको थियो अनि त्यही सुसमाचारको लागि म कष्ट भोगिराखेको छु भनेर मैले प्रचार गरेको सुसमाचार, यसो सुन्दाखेरि अलिक कस्तो लाग्छ है। अनि त्यस कारणले गर्दाखेरि हामीले पावलले प्रचार गरेको सुसमाचार चाहिँ के थियो त भने 12 प्रेरितले प्रचार गरेको सुसमाचार के थियो। अनि त्यो हामीले अब यो लमजुङ सुसमाचार मिसनमा जाँदै गर्दाखेरि यो कुरा चाहिँ अलिकति स्पष्ट हुनुपर्छ जस्तो लाग्छ है। पावलले प्रचार गरेको भन्दा फरक सुसमाचारको अस्तित्व थियो त है। यो गलाती 1:6-8 हेर्ने हो भने पावलले के भनेको छ, मलाई आश्चर्य लागिरहेछ कि ख्रिस्टको अनुग्रह तिमीहरूलाई बोलाउनु हुनेलाई यति चाँडै त्यागेर तिमीहरू भिन्न सुसमाचारतिर लागिरहेछौ है। वास्तवमा अर्को सुसमाचार छैन, तर यस्तो कोही कोही छन् जसले ख्रिस्टको सुसमाचारलाई भ्रष्ट पार्न खोज्छन्। हामीले प्रचार गरेको सुसमाचारको विपरीत हामीले वा स्वर्गबाट आउने दूतले नै प्रचार गर्यो भने पनि त्यो व्यक्ति श्रापित होस्। अनि त्यो समयमा पनि भिन्नै सुसमाचार चाहिँ गलातीको मण्डलीमा आइसकेको कुराहरू हामी देख्छौँ है। अनि जुन सुसमाचार चाहिँ स्वर्गदूतले प्रचार गरे पनि है, तिनीहरू चाहिँ श्रापित होस् भनेर पावलले भनेको छ है। अनि त्यो समयमा पावलले प्रचार गरेको सुसमाचार साथसाथै अर्को सुसमाचार पनि त्यहाँ देखा परेको छ है। त्यस कारणले पावलले आफ्नो सुसमाचार कसबाट पायो त है, मैले सुसमाचार मेरो सुसमाचार भन्दै गर्दाखेरि पावलले कहाँबाट, अनि त्यसको स्रोत चाहिँ के हो त है। गलाती 1:1 अनि 11 र 12 हेर्नु भने पावल ख्रिस्टको एक प्रेरित जो मानिसहरूबाट वा कुनै मानिसद्वारा पठाएको होइन है। यहाँ मानिसहरूबाट पनि होइन, मानिसहरूद्वारा पठाएको पनि होइन, तर यसो ख्रिस्ट र परमेश्वर पिता जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो उहाँबाट पठाएको हुँ, एकदमै दाबी गरेको छ पावलले है। तर यसो ख्रिस्ट र परमेश्वर पिता जसले उहाँलाई मृत्युबाट जीवित पार्नुभयो उहाँबाट पठाएको हुँ। भाइ हो तिमीहरूले यो जान भन्ने म चाहन्छु कि मैले प्रचार गरेको सुसमाचार मानिसको सुसमाचार होइन है। किनकि मैले यो कुनै मानिसबाट पाएको होइन, न मलाई यो सिकाएको थियो, तर यसो ख्रिस्टको प्रकाशद्वारा मैले पाएको हुँ है। हामीले कतिचोटि पावललाई दमस्कसमा प्रभु यीशुसँग भेट भयो
है त्यो बेलामा मात्रै जस्तो लाग्छ। तर पावलसँग धेरैचोटि प्रभु यीशुको इन्काउन्टर भएको कुरा, भेटघाट भएको कुराहरू हामी थाहा गर्छौँ। अनि जुन सुसमाचारको स्रोत चाहिँ प्रभु यीशु स्वयं है, प्रभु यीशुको प्रकाशद्वारा प्रभु यीशुसँग भेटेर सिधै सुसमाचार पाएको कुराहरू हामी बुझ्न सक्छौँ है। अनि वास्तवमा यो पावल चाहिँ त्यही सुसमाचार नाश गर्नलाई हिँडेको थियो है, जुन विश्वास नाश गर्न खोजेको थियो त्यही विश्वासको प्रचार गरेको छ होइन। दमस्कसमा जब प्रभु यीशुसँग भेटेको थियो अनि 12 प्रेरितले प्रचार गरेको त्यही सुसमाचारलाई पछि प्रभु यीशुसँग भेटेपछि त्यही सुसमाचार प्रचार गरेको छ है। गलाती 1:15 देखि 17, 22 देखि 24 पढ्दाखेरि, तर मेरो जन्म हुनु अघि नै है, अघि नै हो, मलाई अलग गर्नुहुने र आफ्नो अनुग्रहद्वारा मलाई बोलाउनु हुने परमेश्वरलाई जब अन्य जातिहरूको बिचमा उहाँको प्रचार गर्नलाई आफ्नो पुत्र ममा प्रकट गराउन उहाँलाई खुसी लाग्यो, तब मैले कुनै मानिससँग केही सल्लाह लिन न त म भन्दा अघि प्रेरित हुनेहरू कहाँ म यरुशलेममा गएँ, तर तुरुन्तै अरबिया देशमा गएँ र पछि दमस्कसमा फर्केर आएँ है। सुरुमा प्रभु यीशुसँग दमस्कसमा भेटेपछि अनि हननियाले जब उसको शिरमा प्रार्थना गरिदियो होइन, हात राखेर, अनि पवित्र आत्माको बत्तिस्मा पाएपछि अरबियातिर गएर सुसमाचार प्रचार गरेको छ। अनि बल्ल पछि फेरि दमस्कसमा फर्केको कुराहरू हामी देख्छौँ होइन। त्यो दिनजेल यहुदियाका ख्रिस्टका मण्डलीहरूले मेरो मुख देखेको थिएन है। यरुशलेमका मण्डलीका 12 प्रेरितले चाहिँ पावलको मुख देखेकै थिएन। त्योभन्दा अगाडि नै प्रभु यीशुले उसलाई चाहिँ सुसमाचार दिइसकेको थियो है। तिनीहरूले यतिसम्म मात्रै सुनेको थियो, अघि हामीहरूलाई सताउने मानिसले जुन विश्वास नाश गर्न खोजेको थियो अहिले त्यसले त्यही विश्वास प्रचार गरिरहेछ है। यहुदियाको मण्डलीले, यरुशलेमको मण्डलीले चाहिँ यति मात्रै सुनेको थियो कि जुन विश्वासको लागि उसले विश्वासलाई चाहिँ सताएको थियो त्यही विश्वास चाहिँ प्रचार गरिरहेको छ। अनि त्यो कुरा सुनेर चाहिँ परमेश्वरको महिमा दिएका थिए तिनीहरूले चाहिँ है। अनि हामीले विचार गर्नुपर्ने 12 प्रेरित र पावलको सुसमाचारमा के फरक थियो त है। अनि यो हामी देख्छौँ अलिकति सुसमाचार बिग्रेको कुराहरू हामी देख्छौँ है। बिचमा आएर सुसमाचार बिग्रेको कुराहरू हामी देख्छौँ। गलाती 2:1 र 2 अनि 11 र 14मा चाहिँ 14 वर्ष अघि बर्नबाससँग तीतसलाई साथमा लिएर गएँ है। ईश्वरीय प्रकाश पाए अनुसार म गएँ र तिनीहरूको सामुन्ने त्यही सुसमाचार राखेँ जो अन्य जातिहरूलाई प्रचार गर्दछु। तर अगुवाहरू चाहिँ लेख्नुपर्ने यहाँ चाहिँ है, देखा पर्नेहरूको सामने मैले यो एकान्तमा प्रस्तुत गरेर दौडिरहेको छु र यो दौडिरहेको छु त्यो व्याख्या नहोस् है। यो अलिकति हतारमा तयार गरेको कारणले मिस्टेक भएको छ लेखाइहरू। अनि तर जब केफास एन्टिओखियामा आए तब मैले उनलाई खुलमखुला विरोध गरेँ किनकि उनी दोषी थिए। याकुबले पठाएको मानिस आउनुभन्दा अगाडि उनी अन्य जातिहरूसँग खान्थे, तर पछि अन्य जातिहरूबाट पछि हालेर अलग भए किनकि तिनी खतनाको दलदेखि डराएका थिए। तिनी सुसमाचारको सत्यता अनुसार चलेको थिएनन् है। यहाँ हामीले देख्छौँ पत्रुस है, केफास भने पत्रुस चाहिँ पहिला सुसमाचार प्रचार गर्थ्यो होइन, अन्य जातिसँग बसेर खाइराखेको थियो अनि रमाइराखेको थियो। तर यरुशलेमबाट, यहुदियाबाट याकुबले पठाएको मानिसहरू आएपछि चाहिँ त्यो खतनाको दल डराएर अनि अन्य जातिबाट अलग भएको कुरा है, यो जातको कुराहरू यहाँ मिसिएको छ। अनि त्यहाँ चाहिँ पावलले खुलमखुला विरोध गरेको कुराहरू हामी देख्छौँ होइन। अनि प्रेरित 15:1 र 2मा पनि यो सुसमाचारलाई नै होइन, यो यहुदियामा के अरे यहुदिया गलातियामा चाहिँ सुसमाचारमा एउटा ट्विस्ट आएको छ है। त्यहाँ याकुबबाट आएको मानिसहरूले चाहिँ कसरी प्रचार गरेको छ भने अन्य जाति चाहिँ पहिला यहुदी बन्नुपर्छ है, खतना गर्नुपर्छ, व्यवस्था पालन गर्नुपर्छ होइन, कर्म गर्नुपर्छ भन्ने कुराहरू उद्धार पाउनको लागि त्यो कुराहरू थप्दैछ है। अनि त्यस कारणले गर्दाखेरि हामीले गलाती 3:1मा ए मूर्ख गलाती होइन, तिमीहरूले कसले मोहनी लगायो, मैले यीशु ख्रिस्टलाई क्रुसमा टाँगेकै थियो होइन, मैले यीशु ख्रिस्टलाई क्रुसमा टाँगेको है। वास्तविक सुसमाचार चाहिँ के हो भन्दाखेरि यीशु ख्रिस्ट चाहिँ क्रुसमा टाँगिनु भयो तपाईँ र मेरो लागि है। तर त्यहाँ चाहिँ मानिसहरूले यीशु ख्रिस्टलाई क्रुसमा टाँगेको मात्रै पर्याप्त छैन भनेर त्यसमा असल काम पनि थप्नुपर्छ होइन, खतना पनि गर्नुपर्छ, यहुदी धर्मको व्यवस्था पनि पालन गर्नुपर्छ भनेर अनि सिकाउँदै थियो। अनि त्यस कारणले त्यो सुसमाचारलाई चाहिँ पावलले के भनेको छ भने भिन्नै सुसमाचार भनेको छ है। अनि त्यस कारणले
यो प्रेरित 15 को 1 र 2 यरुसलेमको महासभा ए सभा सभा बोलाएको छ। त्यो के अरे धेरै वाद विवाद भएको कारणले गर्दाखेरि अनि त्यहाँ धेरै ट्विस्ट आएको कारणले गर्दाखेरि धेरै मतभेदहरू भयो है। अनि यो कुरालाई मिलाउनलाई यरुसलेममा बोलाएर है जुन शिक्षाको बारेमा होइन शिक्षा दिन लागि तिनीहरू चाहिँ यहुदीको रीतिअनुसार खतना गर्नुपर्ने होइन अनि व्यवस्था पालन गर्नुपर्ने कुरामा चाहिँ धेरै वाद विवाद भएको कारणले यरुसलेममा एउटा मिटिङ भएको छ है। अनि त्यो मिटिङमा चाहिँ पावलले आफ्नो कुरा राखेको छ। त्यसपछि पत्रुसले पावलको सुसमाचारलाई सहमत गरेको छ त्यहाँ चाहिँ फेरि है एप्रुभ गरेको छ है। पावलको सुसमाचार मैले प्रचार गरेको सुसमाचार भनेको छ नि त्यो सुसमाचारलाई पावल आफैले प्रेरित 15 को 6 देखि 11 चाहिँ एप्रुभ गरेको छ है। यहाँ के भनेको छ भने प्रेरित 15 को 6 देखि 11 फर्सी दलका कतिपय विश्वास गर्नेहरूले उभिएर अन्य जातिहरूले खतना हुनु र तिनीहरूले मसाको व्यवस्था पालन गर्ने आज्ञा दिनु आवश्यक छ भने है। यस विषयमा सोच विचार गर्नलाई प्रेरितहरू र एल्डरहरू भेला भए निकै यो यताउता के अरे बहस भयो त्यहाँ है। अनि त्यसपछि पत्रुस खडा भएर तिनीहरूलाई भन्यो, भाइ हो तपाईँहरूलाई थाहै छ सुरुका दिनहरूमा कसरी परमेश्वरले मेरो मुखबाट अन्य जातिहरूले सुसमाचारको वचन सुन्नुन् र विश्वास गरून् भनेर मलाई सुन्नुभयो। हृदयको कुरा जान्नुहुने परमेश्वर हामीलाई जस्तै पवित्र आत्मा दिएर परमेश्वरले तिनीहरूलाई ग्रहण गर्नुभयो र तिनीहरूको हृदय विश्वासद्वारा शुद्ध हुन्छ है। पावलले के भनेको छ भने याद गर्ने है तिनीहरूको हृदय चाहिँ विश्वासद्वारा शुद्ध हुन्छ, जसमा यसकारण चेलाहरूको काँधमा यो जुवा राखिदिएर किन परमेश्वरको परीक्षा गर्नुहुन्छ? यो जुवा न त हाम्रा पिता पुर्खाले न त हामीले बोक्न सक्यौँ है। त्यो व्यवस्थाको कुरा चाहिँ न त हामीले बोक्न सक्यौँ न त हाम्रो पिता पुर्खाले बोक्न सक्यौँ, तर हामी विश्वास गर्दछौँ कि प्रभु यसुको विश्वासको अनुग्रहबाट हामीले उद्धार पाएका छौँ। यहाँ अलि हतार गर्दा मेरो मिस्टेक भएको छ है। प्रभुमा चाहिँ विश्वासद्वारा अनुग्रहबाट चाहिँ हामीले उद्धार पाएका छौँ है। त्यस कारणले उद्धार पाउने कुरा चाहिँ श्री यीशु ख्रीष्टको क्रुसको बलिदानमा जब हामी विश्वास गर्छौँ अनि त्यो विश्वास गरेर अनुग्रहबाट चाहिँ हामीले उद्धार पाएका छौँ है। अस्ति मैले हाम्रो शनिबारको यहाँ वचन पनि त्यही थियो होइन, अनुग्रहबाट विश्वासद्वारा हामीले उद्धार पायौँ। अनुग्रह भनेको चाहिँ के हो भन्दाखेरि यीशु ख्रीष्ट तपाईँ र मेरो निम्ति मर्नुभयो है, गाडिनु भयो अनि तेस्रो दिनमा जीवित भएर उठ्नुभयो। अनि अनुग्रह चाहिँ त्यो हो, हामी तपाईँ र म मर्नु पर्ने ठाउँमा यीशु प्रभु मर्नुभयो है। त्यो कुरामा जब हामी विश्वास गर्छौँ है, यो चाहिँ अनुग्रह भनेको चाहिँ परमेश्वरको भाग भयो, विश्वास भनेको चाहिँ हाम्रो भाग होइन। हामीले गर्नुपर्ने जस्तै अब बेसीजनाको माथि एउटा ठुलो पानी ट्याङ्की छ होइन, अनि त्यो पानी ट्याङ्कीमा पानी भएर मात्रै भएन, अब त्यो पाइपमा जोडेर यहाँ आफ्नो घरमा ल्याउनु पऱ्यो नि पानी खानालाई त होइन र। त्यस्तै अनुग्रहको इनार भन्ने हामी धेरै सुन्छौँ होइन। अनि यो अनुग्रह चाहिँ परमेश्वरसँग छ अनि प्रभु यीशुले हामीलाई दिनुभएको छ, यो चाहिँ एउटा वरदान हो होइन। अनि तर हामीले त्यसलाई के गर्नु पऱ्यो? विश्वासद्वारा। हाम्रो भाग भनेको चाहिँ सिर्फ विश्वास गर्ने हो है, त्यसमा अरू कुनै पनि कुरा थप्नु पर्दैन भनेर पावलले प्रचार गरेको छ है। त्यस कारणले पावलको सुसमाचारको स्वरूप के हो त होइन? रोमी 1:16-18 हेऱ्यो भने होइन, किनकि सुसमाचारदेखि म शर्माउँदिनँ होइन, किनकि विश्वास गर्नेको निम्ति यो प्रत्येक परमेश्वरको निम्ति शक्ति हो है। सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ होइन। यीशु ख्रीष्ट मारिनु भयो, गाडिनु भयो, तेस्रो दिनमा जीवित भएर उठ्नुभयो भनेर जब हामी सुन्छौँ धार्मिकता प्रकट भएको छ त्यहाँ, जो धार्मिकता चाहिँ सम्पूर्ण रूपले विश्वासद्वारा नै आउँछ होइन। त्यसपछि हामीले विश्वास गर्छौँ, के गर्छौँ? हामीले उद्धार पाउँछौँ। के प्रकट भयो? कानले सुन्यो होइन, प्रकट भयो, हृदयले विश्वास गरेर मुखले स्वीकार गरेपछि हामीले के गर्छौँ त? उद्धार पाउँछौँ। जस्तो लेखेको छ धर्मी चाहिँ विश्वासद्वारा नै जिउने छ, यो त पुरानो करारदेखि नै होइन धर्मी चाहिँ विश्वासद्वारा जिउने छ भनेर अगमबानी हुँदै आएको थियो है। त्यसमा चाहिँ तपाईँ र मैले कुनै काम थप्नु पर्दैन भनेको हो है। यो धार्मिकता प्राप्त गर्नलाई मानिसको कुनै भूमिका छैन है। यसो ख्रीष्ट प्रभुले हामीलाई सित्तैमा दिएको एउटा वरदान होइन। त्यसकारण मान्छेको कर्मले होइन तर परमेश्वरको अनुग्रहले विश्वासद्वारा हामीले मुक्ति पाएका छौँ। अनि यो पावलको सुसमाचारको कन्टेन्ट के हो भन्दाखेरि यो पहिलो कोरिन्थी 15:1-4मा हामी देख्छौँ होइन। वास्तविक उसको सुसमाचार के थियो त है? भाइ हो, मैले तिमीहरूलाई प्रचार गरेको सुसमाचारमा तिमीहरूलाई याद दिलाउन चाहन्छु, जुन सुसमाचार तिमीहरूले ग्रहण गर्यौ र जसमा तिमीहरू स्थिर रह्यौ, यस सुसमाचारद्वारा तिमीहरूको उद्धार भएका छौ।
यदि त्यसमा तिमीहरू अटल रह्यौ भने, नत्र त तिमीहरूले व्याख्यामा विश्वास गर्यौ। किनकि मैले जे पाएँ त्यसैले सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ है। पवित्र शास्त्र अनुसार ख्रिस्ट हाम्रो पापको निम्ति मर्नुभयो, उहाँ गाडिनुभयो र तेस्रो दिनमा जीवित भएर उठ्नुभयो होइन। यसो ख्रिस्टको क्रुस चिहान र खाली चिहान, हाम्रो निम्ति उहाँ मर्नुभयो, गाडिनुभयो, तेस्रो दिनमा जीवित भएर बौरी उठ्नुभयो चाहिँ सुसमाचार हो है। अनि त्यसमा चाहिँ अर्को कुनै कुरा थप्नु पर्दैन। त्यस कारणले गर्दाखेरि आज कतिचोटि हामीले मण्डलीमा है यो व्यवस्थाको कुराहरू सिकाउँछौँ, यो गर यो गर यो गर यो गर भनेर एकदमै भार बोझ बोकाइदिन्छौँ है। तर वास्तविक सुसमाचार चाहिँ के हो भन्दाखेरि यसो ख्रिस्टको क्रुसको बलिदान हो है। सुसमाचारमा मुक्तिको लागि अरू कुनै कुरा थप्नु चाहिँ अनुग्रहबाट पतन हुनु हो। गलाती 5को 1देखि 4 हेऱ्यो भने चाहिँ हामी देख्छौँ कि होइन, यो मैले पुरा लेख्न पाएन हातार हातार भएर है। स्वतन्त्रताको लागि ख्रिस्टले हामीलाई स्वतन्त्र पार्नुभयो अनि यसकारण दरो भएर खडा हो, फेरि दासत्वमा नपर है, फेरि व्यवस्थाको कुरा गरेर दासत्वमा नपर, नत्र तिमीहरू त अनुग्रहबाट पतन हुन्छौ भनेर पावलले भनेको छ। अनि एउटा मैले अन्तिममा एउटा याकुब 2को 17मा एउटा यसको कन्ट्रास्टलाई व्याख्या गर्न चाहन्छु है। यहाँ यो याकुब 2को 17मा काम बिनाको विश्वास मृत्यु हो भन्छ होइन, मरेको हुन्छ भनेको छ त्यहाँ चाहिँ फेरि है। अनि यो पावलले भनेको वचन अनुसार यो चाहिँ कथा कथा नमिलेको जस्तो लाग्छ क्या होइन, काम बिनाको विश्वास चाहिँ मरेको हुन्छ भनेर। तर वास्तवमा यो याकुबले कुन चाहिँ सन्दर्भमा लेखिएको भन्दाखेरि त्यहाँ कतिजना आफैलाई विश्वासी भन्ने मान्छेहरू थियो होइन, मैले उद्धार पाएको छु भन्ने मान्छेहरू थियो, तर तिनीहरू चाहिँ व्यभिचार गर्दै थियो, अनैतिक कामहरू गर्दै थियो होइन। अनि के अरे आफ्नै मात्रै के अरे विचार गर्ने होइन, स्वार्थी स्वभावका मानिसहरू थियो। त्यस कारणले गर्दाखेरि यो चाहिँ विश्वास के अरे गरिसकेपछि होइन, जस्तै अब यो यो चाहिँ के हो भन्दाखेरि यो उद्धार पाएपछि होइन, मुक्तिको फल के, मुक्तिको फल होइन, मुक्तिको फल त फलाउनु पर्यो नि त होइन। रुख कस्तो छ भने त अब रुखको फलबाट थाहा पाउँछ भनेर प्रभु यीशुले भनेको छ होइन। यदि साँच्चैकै मैले मुक्ति पाएको छ भने मेरो कामहरू पनि असल हुन्छ होइन। असल काम चाहिँ के हो भन्दाखेरि त्यो मुक्तिको फल हो। मुक्ति पाएपछि चाहिँ मानिसहरूले देखिने हो हाम्रो स्वभावहरू, हाम्रो चरित्रहरू, हाम्रो बोली वचन व्यवहारहरू, हाम्रो कामहरू चाहिँ ख्रीष्ट येशूको स्वभावमा बढ्ने कुरा चाहिँ के हो भन्दाखेरि मुक्ति पाएपछिको कुराहरू है। जस्टिफिकेसन अगाडि, त्यसपछि सेङ्क्टिफिकेसन पछाडि आउने कुरा हो है। कतिचोटि हामीले सेङ्क्टिफिकेसनलाई अगाडि ल्याउँछौँ क्या, अनि जस्टिफिकेसन किनकि येशू ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो क्या, त्यस कारणले गर्दाखेरि मैले के गर्यो, उहाँको क्रुसको बलिदानमा विश्वास गरेपछि मेरो पापको क्षमा भएको छ है। त्यसपछि मेरो जीवन सुध्रिने कुराहरू होइन, सुधार हुने पर्ने कुरा चाहिँ त्यो पछि आउने कुरा हो है। अनि पावलको सुसमाचार चाहिँ त्यही हो है। त्यस कारणले गर्दाखेरि हामीले गरेको कामले होइन है, तर परमेश्वरको अनुग्रहले विश्वासद्वारा हामीले मुक्ति पाएका छौँ भनेर एफिसी 2को 8मा पनि त्यही लेखेको छ होइन। मान्छेको कर्मले होइन, तर परमेश्वरको अनुग्रहले, यो त परमेश्वरको वरदान हो, नत्र त मान्छेले मैले गरेको भने त घमण्ड गर्थ्यो है। अनि त्यस कारणले आज एउटा साँचो सुसमाचार है, पावलले प्रचार गरेको सुसमाचार चाहिँ के हो भन्दाखेरि यहाँ स्पष्ट पारेको छ। त्यस कारणले यहाँ मण्डलीमा पनि होइन, यो यरुशलेमको परिषदमा गएर एकदमै निर्णय गर्नु परेको छ होइन। पावलले आफ्नो प्रभु यीशुले प्रकाश गरेको वचन अनुसार जब आफ्नो कुरा राखेपछि प्रेरित पत्रुसले नै त्यसलाई के गरेको छ त, त्यसलाई एउटा यो मान्यता दिएको छ क्या त्यहाँ होइन, सहमत गरेर मान्यता दिएको कुराहरू हामी देख्छौँ है। त्यस कारणले यो चाहिँ एउटा थियोलोजी होइन, एउटा डक्ट्रिन हो है। यो कुराबाट, यो सिद्धान्त भएको कारणले यो सिद्धान्तबाट हामी दायाँ बायाँ हुन पाइँदैन है। कतिवटा व्यवहारिक कुराहरूमा हामी सम्झौता गर्न सकिन्छ, तर यो चाहिँ एउटा डक्ट्रिन होइन, एकदमै मण्डलीको मुख्य डक्ट्रिन भएको कारणले त्यसलाई हरेक विश्वासीले चाहिँ बुझ्नुपर्छ जस्तो मलाई लाग्छ है। जय मसीह।